एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद। अहिलेसम्म भारतले यो ठाउँमा नेपालले हाम्रो भूभाग मिचेको छ भनेर औपचारिक रूपमा दाबी गरेको मेरो जानकारीमा छैन। हामी इपिजीको तर्फ अथवा एउटा इमिनेन्ट पर्सन्स ग्रुपको सदस्यको हिसाबले 2 वर्षसम्म भारतीय पक्षसँग समग्र नेपाल भारत विवादका विषय र अझ सम्बन्धका सबै आयामहरूमाथि छलफल गर्दा, सीमा सम्बन्धी आयाम सम्बन्धी पनि छलफल गर्दाखेरि हामीले हाम्रो भूभाग यसरी मिचिएको छ, यसलाई सल्टाउँ भन्ने कुरा गर्दा उहाँहरूका तर्फबाट कसैले पनि हामीसँग मिचिएको छ भनेर त्यस समयमा पनि कुरा राख्नुभएको थिएन। अब आज अचानक प्रधानमन्त्रीले कुन डकुमेन्ट हेरेर कुन ठाउँको कुन भूभाग भारतले मिचेको पाउनु भएर औपचारिक रूपमा संसदको रोस्टममा उभिएर देशको प्रधानमन्त्रीले अर्काको देशको भूमि हामीले मिचेका छौँ भनेर स्वीकार्ने एउटा स्थिति उहाँले बनाउनु भयो। त्यो मलाई अत्यन्त आश्चर्य लागेको छ र अचम्म लागेको छ। दोस्रो, यो अत्यन्त गम्भीर र संवेदनशील विषय हो। अब देशको प्रधानमन्त्रीले बोलिसकेपछि हामीलाई थाहा छ हामी नेपाल भारतका बीचमा हाम्रा सीमाहरू मिचिएका भूभागहरू फिर्ता पाउनुपर्छ भनेर भारतसित पटक पटक संवाद गर्ने कोसिस गरिरहेका छौँ। विभिन्न किसिमका द्विपक्षीय वार्ता टोलीहरू बनाइरहेका छौँ, तर पनि समस्या समाधान भइरहेको छैन, थप जटिल बनिरहेको छ। त्यसो भएको हुनाले यो दोस्रो पक्षका विषयमा पनि मलाई यो बढी गम्भीर लागेको छ र किन यति हल्का हिसाबबाट प्रधानमन्त्री प्रस्तुत हुनुभयो यति संवेदनशील विषयमा भन्ने लागेको छ। तेस्रो, प्रधानमन्त्रीले जे विषय इङ्ल्यान्डको विषय अथवा उहाँले भन्दाखेरि इङ्ल्यान्ड त युनाइटेड किङडमको एउटा स्टेट मात्रै हो। त्यसो हुँदा युनाइटेड किङडम जो हिजोको ब्रिटिस उपनिवेश थियो, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायतका मुलुकहरूमा उपनिवेश जमाइरहेको मुलुक थियो, त्यो कालको विवाद भएको हुनाले हामीले इङ्ल्यान्डसित पनि कुराकानी गरिरहेका छौँ भनेर भन्नुभयो। म के बुझ्छु भने आजसम्म भारतले हिजो बङ्गलादेशसित सन् 2014मा सीमा विवाद र गङ्गा नदी सम्बन्धी विवादको एक ढङ्गको सम्झौता गर्यो। त्यति बेला उसले बेलायतलाई न त बङ्गलादेशले खोज्यो, न त बेलायतको आवश्यकता भारतले खोज्यो। चीन र भारतका बीचमा लामो समयदेखि सीमा विवाद रहेको छ र उनीहरूका बीचको सीमा विवादमा पनि ब्रिटिसकालीन भारतमा ब्रिटिसहरू रहँदादेखिको विवाद हो। त्यो म्याकमोहन लाइन भनेको चाहिँ ब्रिटिस र तत्कालीन तिब्बतन सरकारका बिचमा भएको सम्झौता हामी मान्दैनौँ भनेर चीनले भनेपछि विवाद भएको। त्यहाँ पनि न ब्रिटिसको आवश्यकता खोजिएको छ, चीन र भारत आफै संवाद गरिरहेका छन्, भलै संवादको टुङ्गोमा पुग्न सकेका छैनन्। त्यसो भएको हुनाले नेपालका मामलामा उहाँले तेस्रो पक्षलाई ल्याउँदा यो अझ थप जटिल पो बन्दैछ कि भन्ने मलाई अत्यन्त चिन्तित बनाएको छ। मैले अहिले यति नै भने।